हिरो सँगसँगै पहाडहरू ग्रिनरीहरू ल यसरी जान्छ यहाँ हामी चाहिँ ट्रेकिङ गर्दैछौँ के छौँ नि अहिले हजुरलाई देखायौँ नि यही भित्र हो क्या फ्यान्सी प्यान्ट टप नमस्ते एन्ड गुड मर्निङ फ्रम सापा हिजो नै सापा आइसकेका छौँ यदि हजुरहरूले अघिल्लो ब्लग हेर्नुभएको छ भने पक्कै पनि थाहा छ हजुरहरूलाई हामी सापा टेकिसक्यौँ है हिजो हामी आएको 8:30 बजीतिर हो होइन यहाँ ट्याक्क आयौँ है रातिको भ्यूहरू हेर्दै आउँदै थियौँ तर कस्तो चाहिँ होला भन्ने एक्ज्याक्टली थाहा हुँदैन नि त मर्निङको टाइम चाहिँ हामीले वेट गरिरहेको थियौँ होइन हामी त्यत्रो राति आएर अब हजुरलाई त्यो टाइममा चाहिँ अब रात परेपछि के भ्यू देखिला र राम्रो भ्यू देखिन मर्निङमै देखाउँला भनेर हामी चाहिँ यतिकै स्ट्रिटमा चाहिँ डिनरको लागि गएको थियौँ स्ट्रिटमा यता डिनरहरू गऱ्यौँ त्यता गएर होइन मतलब बजारमा गएर मेन ठाउँ गएर त्यहाँ चाहिँ डिनर गऱ्यौँ त्यसपछि हल्का स्ट्रिटहरू पनि डुल्यौँ 12-12:30 भइसकेको थियो अनि त्यो भइसकेपछि पनि हामी आएर ट्याक्क सुत्यौँ है अब ढिलो उठ्छौँला भनेको त के को रहेछ बिहान 6-9 बजी उठेको यति एक्साइटेड क्या त्यो चिसो भाइब छ मुख धुनु नसक्ने पानी चिसो तपाईँहरूलाई देखाउँछु है त्यताको भ्यू कस्तो रहेछ ल हेर्नुहोस् कुहिरो लागिरहेछ है यो कुहिरो हो ट्याक्क त्यो पनि होटल नै हो अनि सुरु हुन्छ यहाँ हाम्रो कुहिरो सँगसँगै पहाडहरू ग्रिनरीहरू ल हेर्नुहोस् घाम पनि लाग्दैछ यो बिचबिचमा कोसिस गर्दैछ यहाँ गाउँहरू छ होइन यस्तो पहाड अहिले चाहिँ अब हाम्रो ब्रेकफास्ट टाइम भइसकेको छ अब हामीले त धेरै ठाउँ जानु छ धेरै ठाउँ एक्सप्लोर गर्नु छ सापाको भनेपछि हामी प्लान गरिरहेछौँ आज कुन ठाउँ चाहिँ जाने भनेर वेदर क्लाउडी भयो भने एउटा ठाउँ जाने यदि खुला भयो भने त्यो ठाउँ जाने र त्यो ठाउँ र यो ठाउँ के हो भन्ने कुरा त हजुरले अगाडि थाहा पाइहाल्नुहुन्छ अनि अब हामी ब्रेकफास्ट गर्छौँ ढिलो नगरी अगाडि बढ्छौँ हजुरहरूलाई म एकछिनमा भेट्छु कता कता जान्छौँ के गर्छौँ आज होल डे तपाईँहरू मसँगै बस्नुपर्ने हुन्छ अनि मात्र थाहा हुन्छ है सापाको बारे यति ब्युटिफुल ठाउँको ब्लग त पक्कै पनि हजुरले अगाडि कन्टिन्यू गर्नुहुन्छ भन्ने मलाई आशा छ हस् म एकछिनमा भेट्छु है त अहिले चाहिँ हामी आइसकेको छौँ हाम्रो प्लान फिक्स भइसकेको छ आज कहाँ जाने भनेर आज यस्तो अब शनि भयो नि त डे पनि घाम लाग्यो होइन त्यही भएर हाम्रो प्लान चाहिँ टकसँगले भइरहेछ आज हामी जाँदैछौँ फ्यान्सी प्यान यो भनेको चाहिँ हाम्रो सापादेखिको अझै माथि टप हिल्सलाई चाहिँ फ्यान्सी प्यान भनेर भन्छ होइन यो फ्यान्सी प्यान जानको लागि चाहिँ हामीले चाहिँ यो स्टेसन यो सापा स्टेसनबाट चाहिँ हामीले ट्रेन लिनुपर्ने हुँदो रहेछ फर्स्टमा ट्रेनदेखि अर्को स्टेसन आउँछ अर्को स्टेसनदेखि केबल कार हुँदै वक पनि रहेछ होइन यदि मान्छे हिँड्न सक्छ हाइकिङ गर्न सक्छ भनेदेखि वकमा जाने यदि मान्छे चाहिँ हिँड्नु सक्दैन भने त्यहाँ पनि ट्रेन रहेछ तर हामी हाइकिङ नै गर्छौँ र अब हामी पस्दैछौँ भित्र हामीले टिकट लिइसकेको छौँ तर हजुरलाई चाहिँ कहाँबाट इन्ट्री हुने कसरी चाहिँ अब टिकट लिने भनेर चाहिँ हजुरलाई म देखाउँछु यो सेन्टरमै छ यो सापाको तपाईँको सेन्टरमै पर्छ यो होइन बजारमै पर्छ यो चाहिँ रहेको छ हाम्रो सन प्लाजा भनेर ठ्याक्कै यो चाहिँ सेन्टर हो होइन हाम्रो होटल चाहिँ यता थियो हामी यताबाट आयौँ अनि ठ्याक्कै यो सेन्टर हो यो सेन्टरमा छ तपाईँको सन प्लाजा भनेर सन प्लाजा सापा स्टेसन भनेर हामी यहाँ पस्छौँ है त भित्र यहीँबाट हो मेन फ्यान्सी प्यान जाने चाहिँ हामीले टिकट चाहिँ यहीँभित्रै लिनुपर्ने रहेछ हामी चाहिँ जाँदैछौँ भित्र अब टक्कसँगले यहाँभित्र जाने होइन अनि हजुरलाई यदि केही कन्फ्युज छ भने कस्टमर सर्भिस पनि छँदैछ यहाँ हजुरले केही सोध्दा नि मिल्छ अदरवाइज हजुरहरूले थाहा पाउनुहुन्छ भने सिधै डाइरेक्ट यहाँ जाने अनि यहाँबाट हामी जाने भनेको यही हो यस्तो अहिले देखाइसकेको थियो म्याप यहाँ हामी जाने भनेको चाहिँ ल यसमै जाँदैछौँ यो टपमा जान्छौँ यहाँ टपमा यस्तोहरू छ स्ट्याचुहरू छ मेन टप भनेको चाहिँ यहाँ हो सबैभन्दा हाई पिक भनेको चाहिँ त्यहाँ हो है जाने स्टेप बाई स्टेप माथि गएर चाहिँ हामी त्यो पिकमा पुग्छौँ टिकट काउन्टर यहीँ छ यो साइडबाट जाने यहाँ टिकट लिने हो होइन हामीले चाहिँ टिकट लिइसकेको छौँ सबै यहाँ टिकट चाहिँ अब जाँदा फर्स्टमा ट्रेन पक्रिने टिकटदेखि लिएर फेरि ट्रेन छोडेर फेरि अगाडिको स्टेप तपाईँको उसमा केबल कारको सबै नै यही एकैचोटि हुन्छ अनि हामी टिकट लिइसकेर अगाडि बढ्दैछौँ हजुरले यहाँ बसेर टक्क कफी खाँदा पनि भयो हामीले चाहिँ अघि खाइसकेको छौँ है त्यो बिर्सेछु के बनाउनु भ्लग है मर्निङ टाइममा केही त खानु पऱ्यो यहीँ आएर खायौँ हामीले अब कतै त्यहाँ ढिलो भइसकेको थियो नि त जाँदैछौँ हामी यो वे अगाडि होइन होइन दुईजनाले ज्याकेट लगाएको छौँ क्या एकदमै चिसो एकैछिनमा बिग्रिन्छ नि त वेदर पानी नि पर्न सक्छ झन् चिसो भएर आउँछ सिधै रहेछ जानुपर्ने
सिधै रहेछ यस्तो छ है फ्यान्सी प्यान्ट भनेर हजुरले टिकटकहरूतिर युट्युबतिर पनि हेरिराख्नु भएको होला होइन न त हजुरले सर्च गर्दा पनि हुन्छ सापाको फ्यान्सी प्यान्ट भनेर सर्च गर्नुहोस् सबभन्दा माथि हाई पिक देखाउँछ ल हेर्नुहोस् जाने मान्छेहरू लाइन लगाइसकेको छ ट्रेनको लागि ट्रेन चढ्न एकदम एक्साइटेड त्यो ट्रेन पनि क्युटवाला ट्रेन क्या रेडवाला होइन क्युट क्या सानो टुक टुक वाला त्यहाँबाटको भ्यू दामी हुनेवाला छ जस्तो छ त्यहाँ गएर डह्रो हाइकिङ हुन्छ अनि मैले चाहिँ लगाएको छु एकदम कम्फर्टेबल ट्राउजर लगाएको छु हामी दुवैजनाले सुज लगाएको छौँ मैले पनि आज वेदरले साथ दियो सधैँ जस्तै होइन माथि गएर न त भ्यू केही देखेन भने त बर्बाद भयो माथि भ्यू के लाग्यो जाने है सबैजनाको मुखबाट वाउ निस्केको क्या एकैपटक है जब ट्रेन स्टेसनबाट हामी निस्क्यौँ है हेर्नुहोस् त साथीहरू माथि भयो तपाईँको हरियो पहाडहरू तल गाउँ अनि माथि चाहिँ हामी के त्यो पनि ट्रेनमा अति नै राम्रो बनाएको यो भियतनामिजहरूलाई मान्नै पर्छ हामी चाहिँ निस्किसकेको छौँ यो सानो क्युटी पाईबाट हेर्नु क्युटी पाई अब यो क्युटी पाईबाट निस्केर फेरि हामी अर्को यहाँ स्टेसनमा अब हामी अर्को के लिँदैछौँ केबल कार लिँदैछौँ है अब चाहिँ हामी त्यहाँ ट्रेनबाट निस्किसकेपछि जाँदैछौँ केबल कारतिर माई गुडनेस गार्डन गार्डन अब हामी जाने कहाँ हो भनेपछि माथि हो केबल कारको लागि अझै चढ्नु पर्ने छैन माथि उकालो हाम्रो गजबको घोडा पनि हामीले भेट्यौँ है अब गर्मी बढ्न थाल्यो हल्का हल्का है जाडो हुन्छ भनेर ज्याकेट लाग्यो दामी छैन त यो स्टेसन अहिले हामी भर्खरै ट्रेन मा झरेको स्टेसन चाहिँ यही हो हामी यसरी जाँदैछौँ ल हेर्नु हाइटबाट माथि पक्कै हो नि यो वे लास्टमा चढ्नु पर्यो अर्कै बाटो भयो भने चाहिँ यो गार्डनै गार्डन भएर चाहिँ जानुपर्ने रहेछ क्या माथि यस्तो क्रिएटिभिटी सबै कुरा म्यानमेड हो नेचुरल त होइन नेचरमा म्यानमेड एड गरे यिनीहरूले यो लुसार जाने बाटो ओके दिस वे यो रहेछ lễ hội gầu tàu rất lớn được tổ chức vào dịp đầu năm mới. Trong nông nghiệp sản xuất, người Mông Tay trải nghiệm những công đoạn chế biến cây lành cũng निकै हिँड्नुपर्ने रहेछ यहाँ 10-15 मिनटको वकै रहेछ पार्क बनाएको यस्तो मजाले के लेखाएको छ यो के लेखेर बुद्धको टेम्पल बनाएको छ हेर्नु त कति सिरिज चढ्नुपर्ने छ त बी रेडी फर द्याट यिनीहरूले जानेको यार यो भियतनामिजहरूले जानेको र हिल स्टेसनमा होइन एउटा सापा भन्ने चाहिँ एउटा गाउँ हो खास त्यो हिल स्टेसनमा बस्ने गाउँको कम्युनिटी हो क्या जात हो क्या त्यो जातलाई प्रमोट गरेको हेर त त्यो जातको मान्छे चाहिँ कोही छैन बस्दैन आजभोलि सबै त्यो भइसक्यो तर कल्चरलाई कस्तो देखाएको उनीहरूले ल फेरि त्यहाँ लाइन लाग्नुपर्ने रहेछ हामी लाइनमा ट्रेनको लागि खालि ट्रेन भन्छु क्या म केबल कारको लागि कन्फ्युज भइरहेको छु कि कहिले ट्रेन कहिले केबल कार चढ्नु परिरहेछ टक्क बसेर यहाँ साइडमा मसाज पनि मिल्ने सपिङ पनि गर्नु मिल्ने यहाँबाट रहेछ पस्ने ल अब यहाँ टिकट हामी देखाउँछौँ अहिले हाम्रो टिकट अनि यहाँ टिकट देखाएर हामी पस्छौँ केबल कारतिर यो पुरै यहाँ लाइन बस्ने ठाउँ हो क्या हेर्नु त कतिवटा सेक्सन छ यहाँ 1 2 3 4 5 6 7 8 9 10 वटा लाइन ल यहाँदेखि लिएर यहाँ अगाडिसम्म लाइन भनेपछि यो कतिसम्म चाहिँ हुनसक्छ होला कति चाहिँ मान्छे आउँछ होला क्या यहाँ अहिले चाहिँ खै मर्निङ टाइममा भएर हो कि किन हो अहिले चाहिँ खासै मान्छे छैन हामी चाहिँ टक्कसँगले तल भिलेज भएर चाहिँ जानुपर्ने रहेछ है हामी चाहिँ जानुपर्ने त्यति माथि यहाँ देखिँदैन आँखाले पनि नभ्याउने रहेछ कि त्यो पर देखिराख्नु भएको छ नि तपाईँले सेतो बादलभन्दा माथि रहेछ क्या त्यहाँ जानुपर्ने यस्तो छ डाउनमा नेपालको उयोहरू क्या गाउँहरू गाउँ साइडहरू जस्तो देखिने क्या कस्तो राम्रो भ्यू मैले भन्न लागेको कुरामा हाँस्नुहुन्छ होला साथीहरू है तर साँच्चै नै हो हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा
बादल पारीको देशमा क्या यो लिरिक्समा भन्छ नि हो त्यस्तै के हेर्नुहोस् त अहिले हजुरले क्लियर देख्नुहुन्छ होला तर एकैछिनपछि यो बादल हो कि कुहिरो हो थाहा भएन मिक्स थियो क्या बादल कुहिरो सँगसँगै हामी यसभित्र पसेर चाहिँ जान्छौँ के यो बादलै बादल काटेर है भित्र यति रमाइलो कि भन्नै सक्दिनँ साथीहरू अहिले हेर्दाखेरि नै मलाई त फेरि जाउँ लाग्छ क्या त्यतै ओ माय गुडनेस ल बादलको घुम्टोमा भने भयो गयो अब देखेन हामी यसरी बादललाई पार गर्दै जाँदैछौँ है केबल कारमा अहिले हामी बसेको कति भन्नु 20 मिनट भइसक्यो नि 20 मिनट भयो अघिसम्म क्लाउडी थिएन यो होइन तल पुरै घाम लागिरहेको थियो ल हेर्नु त अब केही देखेको छैन ल ओ माय गुडनेस ओ माय गड ल अब माथि देख्यो हेर्नु त अझै हाइटमा यस्तो भइरहेछ साथीहरू हजुरले पनि भर्खरै हेर्नुभयो होला नि है मैले अघि भनेको थिएँ नि हामी बादलभित्र पसेर निस्किँदैछौँ भनेर ल हेर नि यहाँ त टक्कसँगले बादल पुरै मुभ पनि होइन कस्तो मजाले साइडमा क्लियर हुँदै फेरि जम्मा हुँदै हावा चल्यो यहाँ टपमा त ल यस्तो डेन्जर हावा चल्दो रहेछ यो बादल हो कि एक्ज्याक्टली कुहिरो हो साथीहरू यो हजुर नै छुट्याउनुहोस् है मैले त छुट्याउन सकिनँ यही नै हो जाने चाहिँ अब अझै योभन्दा टपमा छ अब यहाँबाट हामी हाइकिङ गर्नुपर्ने हुन्छ हाइकिङ गर्न सक्नेले हाइकिङ गर्छन् हाइकिङ गर्न नसक्नेहरूले चाहिँ यहाँबाट फेरि उनीहरू चाहिँ ट्रेनमा चढ्छ अरे तर हामी चाहिँ हाइकिङ गर्ने भन्ने सोचिरहेको छौँ होइन अब कस्तो हुन्छ हेरौँ न ल हामी पुग्यौँ स्टेसन यति चिसो रहेछ यति चिसो है अघि तलसम्म चाहिँ हामीले पुरै तपाईँहरूलाई देखाउँदैन नि त घाम लागेको अहिले यति जाडो छ यहाँ है अब यो ज्याकेट लिएको चाहिँ ला अब यो ज्याकेट के गर्ने होला बोक्नु मात्र पऱ्यो भनेर भनेको त होइन रहेछ मेन यहाँ रहेछ नि त यहाँबाट स्टार्ट माथि अझै अर्को स्टेप छ यति चिसो भइरहेछ अब चाहिँ दामी हुने भयो कुल है यहाँ कति जाडो नि है यस्तो चिसो यो स्टेसनमा चाहिँ टक्कसँगले यहाँ बसेर खाने ठाउँ पनि रहेछ यहाँ बसेर खाने अनि टक्क यहाँबाट भ्यू हेर्नु तर अहिले पुरै क्लाउडी भएको छ होइन सेतो बादल हेर्छौँ केही खान्छौँ होला वासरुम जाने एकछिन रेस्ट गर्ने 5-10 मिनट त्यसपछि यहाँबाट हाम्रो हुन्छ हाइकिङ सुरु अहिले चाहिँ पुरा हाइकिङ गरेर भनेर गफ लगाइरहेको छ अहिले हालत खराब हुने होला कि हेर्दै जाउँ के हुन्छ हाम्रो हाइकिङ चाहिँ सुरु भयो है अब फ्यान्सी प्यान्ट टपको लागि हेर्नु यस्तो छ वेदर अनि टोपी पनि किन्यौँ कस्तो काम लाग्यो क्या अरूहरूले चाहिँ पुरै हुन्छ नि हल्का विन्ड छिटेर अनि सेन्डो अनि अझै स्कर्टहरूमा आइरहेको थियो स्कर्ट उडाएर बिजोग छ मान्छेहरूको जाडो भएर पुरै कामिरहेको छ हामीले चाहिँ एकदम पर्फेक्ट छ क्या हामी दुईजनाको आउटफिट चाहिँ ल ट्राउजर छ सुज पनि लगाइरहेको छ स्पोर्ट्स सुज सबै मान्छेको बिजोग हेर्न सक्नुहुन्छ ल देख्नुभयो त हामीलाई थाहा थियो यो अलरेडी हामीले भ्लगमा हेरिसकेको थियौँ यस्तो कन्डिसन आउँछ है भनेर यो रेयरली हो क्या यहाँ चाहिँ अलिकति वेदर खुल्ला हुने भनेको चाहिँ क्लियर देख्ने भनेको रेयरली हो नत्र भने प्रिपेयर भएरै आउनुपर्ने हुन्छ यदि तपाईँहरू पनि आउने सोचमा हुनुहुन्छ आउनु हुँदैछ भने चाहिँ हामी जस्तै मजासँगले हल्का विन्ड प्रुफ वाटर प्रुफ ज्याकेटदेखि लिएर टक्कसँगले यस्तो टोपी सोपीहरू नत्र भने तपाईँहरूको टाउकोमा हानेर यस्तो गाह्रो पर्छ A few moments later. मान्छेहरू पुरै कामिरहेको छ ल यो पुरै तल भयो तल अघि जुन हामी जङ्गल हजुरलाई देखाएको नि चढेको ठाउँ ल केही देखिएको छ त केही छैन पुरै सेतो कुहिरो ल यस्तो छ अब हामी कति जानुपर्छ माथि हाइट टपमा जानलाई लेक लाग्छ रे के कति जानुपर्छ हाइट माथि हामी भर्खर हाम्रो स्टार्टिङ हुँदैछ यहाँदेखि हामी स्टार्ट गरेको ओइ यो ज्याकेटले पनि थाम्दैन जस्तो छ मान्छेहरू कसरी बसिरहेछ होला क्या यतिकै वेमा यो हेर्दै जान्छौँ यस्तोहरू वेमा भेटिन्छ यहाँबाट यदि वेदर क्लियर भएको भए यस्तो राम्रो देखिन्थ्यो यो टपमा हाइटमा भएको भए अहिले हामी कति हाइटमा छौँ भन्ने कुरा अब भन्नै सकिँदैन क्या अब देखाउन सकिन्थ्यो
अब वेदर यस्तो छ हेर्नु त ल पर छ त्यहाँ टेम्पलहरू यहाँको केही देखेको छैन यहीँ नजिकको मात्र देखिन्छ यति हो हामी चाहिँ कहाँ यहीँबाट जाने हो यहाँबाट यस्तो बाटो त कति भेटिन्छ अब यस्तो माथि हाइटमा होइन यो चाहिँ के भनेको छ स्टाफ ओन्ली भने होइन रहेछ सरी है साथीहरू मैले मिस्टेक बोलेछु ल यहाँ रहेछ फ्यान्सी प्यान्ट समिट भनेर छ यो वे देखाएको छ यस्तो वे देखाउँदै गर्छ यो वेमा हामी यो एरो हेर्दै जानुपर्ने हुन्छ क्या किन हो मान्छेहरू यस्तो बसेको लाइन लगाएर ए मान्छेहरू ट्रेनमा चढ्ला रहेछ केही देखिन्छ त त्यही देखिँदैन तर यहाँ ट्रेन हिँड्ने लिक रहेछ ल यहीँबाट जाँदै रहेछ होइन यहीँ जाने होइन यो के हो यहाँबाट फेरि बन्द छ फेरि यहाँबाट स्टप छ यसको लिक छैन ए यो कति राम्रो देखिन्थ्यो होला अघि भन्दै थियो अघि हामी टिकट लिने बेलामै त्यहाँ भन्दो रहेछ क्या आज क्लाउडी छ माथि तपाईँहरू के गर्नुहुन्छ यहाँ होला लिक सायद ल हामी यो माथि जाने हो यस्तो छ है हामी यसरी जाँदैछौँ कुल भएर हिँडेको छु क्या ओ माई गॉड सबैजना कोही हिँड्दैन क्या होला यस्तो इन्जोय हुन्छ हिँड्न है हिँड्नु नि कुल वेदर छ होइन घाम लाग्दा चाहिँ बोरिङै हुन्थ्यो है हिँड्नलाई फोटो खिच्नु हामीले पिस रहेछ सोको लागि मात्रै के भन्नु मिल्छ यसलाई दस्तले मन्दिर ल यसमा पनि अहिले क्लियर वेदर भएको दामी पिक्चर आउँथ्यो र तर केही छैन भिडियो नै काफी छ होइन भिडियोले नै धेरै बोल्छ क्या पिक्चर भन्दा त्यो पिक्चर एउटा क्लियर के गर्नु यता देखाइदिनु न यो वेदर मेरो ब्यागमा ल यो होइन त नजरिया हो चिसो हावा गुम्बाहरू भयो बुद्धको नै हो यो सबै बुद्धिस्ट यो भेटनाम पनि बुद्धिस्ट कन्ट्री नै हो म्याक्सिमम् यहाँ बुद्धिस्टहरू बस्ने बुद्धिस्ट नै मान्ने हो पहिरो गएको रहेछ पहिरो गएर उनीहरूले चाहिँ यो रिटेन्सन गर्दैछ यहाँ पहिरोलाई क्लियर गर्दैछ कति मेहनती छ नि यहाँको मान्छेहरू बात त सही नेपाल भइदिए चाहिँ यो पहिरो गयो भने पनि यो यिनीहरूले इमिडिएट क्लियर गर्दैन यहाँ पुरै काम सुरु गरिसक्यो यसरी जान्छ यहाँ हामी चाहिँ ट्रेकिङ गर्दैछौँ मान्छेहरू चाहिँ यसरी इजिली अर्को सानो ट्रेन चढेर अप एन्ड डाउन गर्दो रहेछ हेर्नु चाहिँ हिँड्छौँ नै यस्तो बुढाबुढी त हिँड्दैछ भने चाहिँ हामी किन नहिँड्दैनौँ होइन थोरै देश त्यही त चढ्ने होला क्या मेबी लेट्स गो ला साथीहरू हेर्नुहोस् न हाम्रो क्यामेरा त मजाले ढल्यो त किक पनि मजाले लाग्यो है तर मिस्टेकली हुन चाहिँ हाम्रै मिस्टेक हो हामीले त्यसरी राख्न नहुने थियो तल पछिबाट हामीले हेर्दाखेरि खासै त्यस्तो केही भएको रहेनछ हल्का स्क्रच चाहिँ भएको थियो साथीहरू हजुरले हेरेर पनि थाहा पाउन सक्नुहुन्छ वेदर कति चिसो थियो भनेर होइन बिचबिचमा हेर्नु न यस्तो चिप्लो के पानी परे जस्तै थियो अनि मैले धेरै क्लिप्सहरू राख्न पाइनँ किनभनेदेखि सँगै उकालो पनि अनि फेरि जाडो पनि है हिँड्दा हिँड्दै सास बढ्ने एकदमै त्यस्तो भइरहेको थियो तर जति सक्दो हुन्छ मैले बिचबिचमा यस्तो स्तूपाको क्लिपहरू पनि हजुरलाई राखिदिएको छु यस्तैहरू नै थियो बिचमा पनि होइन तर अब हामी पुग्ने बेला भइसकेको थियो हामी चाहिँ त्यो फ्यान्सी प्यान्टको टप मोस्ट हाइटमा पुग्यौँ यो चाहिँ 3140 मिटर भएको टप अफ चाइना भनेको छ यसलाई होइन टप भनेर कसरी चिन्ने भन्दा यो फ्ल्याग देख्नुहोस् टपमा यही फ्ल्यागै हो कि यहाँको पोइन्ट चाहिँ हाई पोइन्ट चाहिँ हामी पुग्यौँ यस यो चाहिँ हाम्रो एचिभमेन्ट भयो टप अफ चाइना ल यहाँ सबैजना आएर चाहिँ फोटो सेसन हुँदैछ यही फ्ल्यागमा हो क्या खास मेन फ्यान्सी प्यान्ट टप हाइट भनेको यहीँ हुन्छ तलबाट यहाँ इन्डिङ पोइन्ट मैले यहाँबाट हेर्न पाएको भए यस्तो हुन्थ्यो होला यो त कहाँ हो कहाँ तल हाइट त कुरै नगर्नुहोस् केही नदेखेर मात्रै हो चाहिँ है
उनीहरूले कस्तो मजाले व्यवस्था गरेको छ सबै सिटीहरू राखिदिएर होइन ठाउँ ठाउँमा बिचमा बस्ने ठाउँहरू छ रेस्टिङ पोइन्टहरू राखिदिएको छ अनि बिचमा फोटो खिच्ने टक्क हुन्छ नि होइन स्ट्याचुहरू पनि टक्क बनाएर मजाले राखिदिएको छ क्या गलेको फिल हुँदैन क्या मान्छेहरूले रिल्याक्स गर्दै बिचमा रेस्ट गर्दै खाँदै पानी खाँदै आउनु पनि सकिन्छ क्या फाइनल्ली वी डिड इट यस्तो वेदरमा पनि आएरै छोड्यौँ ल अब हामी पनि फोटो खिच्नलाई लाग्यो त्यहाँ ठ्याक ठ्याक ठ्याक्क फोटो खिच्ने अब किनकि वेदर आज खुल्दैन यो दिनभरि यस्तै हो वेदर अहिले नै खिचिहाल्नुपर्छ हल्का यतिको भएको छ